गर्ल्सहरू है सर यस्तो भयो मलाई यो भयो अब मलाई यसले भन्ने हामी आउँछ अब आज एसएस हर्मन माइनर विद्यालयबाट लेकबेसी नगरपालिकाको वडा नम्बर 5 नेता गाउँपालिकामा आएका थियौँ र हामी यहाँ माथि डाँडामा पुगेका थियौँ। त्यहाँ एउटा घर थियो र हामी यहाँ घरमा हामीहरूले कम्युनिटी सर्वेका लागि आएका थियौँ। हामीलाई हाम्रो शिक्षकहरूले सर्वे गर्नको लागि एउटा प्रश्नहरू बनाइदिनु भएको थियो र हामीले त्यो प्रश्नको आधारमा हामीले एउटा घरमा चाहिँ हामीले उहाँहरूलाई प्रश्नको आधारमा प्रश्नहरू सोध्यौँ र उहाँले पनि हामीहरूलाई प्रश्नहरू सोध्नुभयो र हामी आज यहाँ सर्वेको लागि आएका थियौँ र सर्वे हामीहरू गरेर अब हामी प्रेजेन्ट गर्नेछौँ आफ्नो बस्ने ठाउँमा गएर र हामीहरूको 5वटा ग्रुपमा छुट्याउनु भएको छ र हाम्रो ग्रुप चाहिँ एउटा घरमा छ र अरूको ग्रुप चाहिँ अरू घरमा गएका छन्। सर्वेको लागि धन्यवाद। नमस्ते सबैहरूलाई। आज हामी लेकबेसी नगरपालिका वडा नम्बर 5 नेटामा आएका छौँ। हाम्रो एसएसमा पहिलो पटक कनेक्टिङ क्लासरुम विथ कम्युनिटी नामक एउटा परियोजना भएको छ।
जसले गर्दा बालबालिकालाई नेपालका भएका विभिन्न गाउँठाउँमा भएका समस्याहरू र त्यस समस्यालाई कसरी समाधान गर्ने भनेर भनेको छ। हामीले यहाँ केही ठाउँहरूमा सर्वे गर्दै थियौँ, जसमा हामी बाटोबाट हिँड्दै थियौँ, माथि एउटा दाइले गाई चराइरहेको देख्यौँ र हामी त्यहाँ गएर उहाँको बारेमा केही कुराहरू सोध्यौँ। उहाँले सबै कुराहरूलाई राम्रोसँग हामीमा आज राखिदिनु भयो। त्यहाँ भएका समस्या, त्यस समस्यालाई हामीले कसरी समाधान गर्न सक्छौँ, उहाँको बारेमा यताउता सबै भनिदिनु भयो। यसलाई हामीले बेलुका साँझ सबैसँग बसेर छलफल गरेर त्यहाँ एउटा डाटा बनाउने छौँ र हामीले डाटा बनाइसकेपछि हजुरहरूलाई फेरि देखाउनेछौँ। धन्यवाद। नमस्ते, म कासिया भारती। आज हामी कम्युनिटी क्याम्पमा चाहिँ नेटा आएको थियौँ। आज चाहिँ हाम्रो तेस्रो दिन हो। हामी चाहिँ आज होल स्कुलभरि चाहिँ विभिन्न कार्यक्रमहरू गर्दैछौँ। कोहीले चाहिँ क्विज गराउँदै हुनुहुन्छ, कोही ट्यालेन्ट सो, कोही डान्स भने। हामी चाहिँ हाम्रो ग्रुप चाहिँ आर्ट एन्ड क्राफ्टको ग्रुपले चाहिँ एउटा 8 क्लासलाई चाहिँ 8 क्लासलाई चाहिँ हाम्रो क्लासमा सधैँ वर्षभरि हुने क्लास डेकोरेसन चाहिँ कसरी गर्नुपर्छ भनेर चाहिँ सिकाउनलाई चाहिँ अनि हामीले चाहिँ 5वटा ग्रुपहरू डिभाइड गरेर कामहरू चाहिँ गर्दैछौँ। ठाउँमा चाहिँ सबैभन्दा माथिको चाहिँ यो लेगबेस नगरपालिका बेसी र लेक दुइटै मिलाएर बनाइएको छ। तल्लो भागको हेरेर आउनु होइन, विद्यालय भवनहरू सबै देख्नु भएको छ। अनि त्यस्तै गरेर विभिन्न प्रकारको अन्य अब यहाँ ल्याबको कुरा होला होइन, पढाइसँग सम्बन्धित त्यो गुणस्तर विचार गर्ने। अब त्यही कारणले गर्दा अहिले मानिसहरू दिन प्रतिदिन यहाँबाट चाहिँ बसाइसकाइ गरेर चाहिँ सहरी इलाकामा गइरहेको छ। सुरुमा चाहिँ यहाँ लगभग 500 विद्यार्थी हुनुहुन्थ्यो भने अहिले त्यो घट्दो क्रममा छ। लगभग यो वर्ष 217-18 जना मात्रै हुनुहुन्छ। तिमीहरूलाई थोरै स्कुलको एक्टिभिटिजहरूमा, स्कुलले गरेका एक्टिभिटिजहरूमा केही कुराहरू सोध्छु जस्तो छ होइन। अब हामी एउटा चाहिँ हरेक एक्टिभिटिजहरूमा पनि हामी पनि सहभागी हुन फेरि गरौँ भनेर हामी एकैछिन धेरै 15-20 मिनट मात्रै टाइम दिन्छौँ। धेरै त्यसले चाहिँ फाइदा गर्छ। थोरै दुईटा मुनि तर बेस सेम छ भनेपछि एउटा बेस मात्र लेख्ने। हेर, एउटा बेस मात्र लेख्ने, दुईटा लेख्न हामीलाई परेन, हामीलाई सजिलो हो। अब यो रे प्लस गर्ने होइन, तलको बेस सेम छ भने तलको प्लस गर्ने होइन, माथिको दुईटा एलिमेन्ट मात्रै प्लस गर्ने। अब यो जुन छ नि, यो अघि नत्र सजिलो थियो, यो दुईटा बेस एउटै थियो, त्यही भएर सजिलो भयो। अब यहाँ दुईटा फरक छ, यो यस्तो हिसाबलाई गर्न आउँछ, जसलाई आउँछ त्यसले आएर गर, नत्र आउन भने हामी सिकाइदिन्छौँ।
यसको जुन हिसाब छ नि यसको त सजिलो हुन्छ त्यही भएर यसलाई चार्जको चार्ज यति राख्ने र यो प्लस गरिदिने उनीहरूले यहाँ आएर सर्वेहरू गर्यो अनि सबैको अगाडि बोल्न सिक्नु जस्तै हामी अहिले गर्दैछौँ अनि समाजको समुदायको समस्याहरू सिक्न खेतीपाती जान्थ्यो अब तिनलाई ल्याउनलाई के गर्ने भन्ने कुरा चाहिँ खुल्नु पर्थ्यो समस्या समाधानमा अब यता त्यो समस्या लेख्यो पोइन्ट नोटेड हुनु पर्थ्यो आएपछि रमाइलो लाग्यो धेरै साथीहरू बनाइयो अनि हामी टाढा पाठातिर पनि गयौँ साथीसँग गर्ने बेला कार्यक्रममा समापन कार्यक्रममा सभाध्यक्षको आसन ग्रहण गरिदिनुको लागि एसओएस हर्मायन विद्यालय सुर्खेतका शैक्षिक संयोजक आदरणीय सर प्रदीप पञ्चुलाई सभाध्यक्षको आसन गर्न हात गर्न चाहन्छु। यसै गरी आसन ग्रहण गरिदिनुको लागि आदरणीय खड्गबहादुर साइजज्यूलाई हात गर्न चाहन्छु। यसै गरी शिक्षक टङ्क प्रसाद कार्यालय विद्यालय परिवार स्वास्थ्य चौकी परिवार प्रहरी चौकी परिवार र पञ्चबाजा समूह आमा समूह विभिन्न सहयोगले हामीले यो आज कार्यक्रम समापन गर्ने अन्तिम छेडमा रहेका छौँ। बाजाहरू सुन्न पाइयो हामीलाई चाहिँ यो पञ्चबाजाले स्वागत गरेकोमा चाहिँ हजुरहरूलाई धन्यवाद। स्थानीय सरकारलाई त्यस वार्षिक बजेटमा सुधार गर्नका लागि अनुरोध छ। यसै सँगसँगै त्यहाँको कक्षा कोठाहरूमा फरक फरक ठाउँहरूमा गएर हामीहरूले विभिन्न नमस्ते। कनेक्टिङ क्लासरुम विथ कम्युनिटी परियोजनाको कन्सेप्ट रमेश हमाल सरले लिएर आउनुभयो र यसमा हामी छलफल गऱ्यौँ र यसको स्पोर्ट हामी नेटा लेकबेसी 5 नेटामा रोज्यौँ र यसमा हामी 5 दिनको परियोजनामा बालबालिकाहरूले क्लास 8 को बालबालिकाहरूले विभिन्न
एक्टिभिटिजहरू समुदायमा गरे जसबाट बालबालिकाहरूले विभिन्न कुराहरू लर्निङ गरे सिके र त्यो 5 दिनको बसाइ रमणीय एकदम राम्रो मौसम एकदम राम्रो फरक किसिमको चाहिँ आवास बालबालिकाहरूले अनुभूति गरे र त्यसमा विभिन्न सङ्घ संस्थाहरू वडा कार्यालयका वडा अध्यक्षले विशेष हाम्रो यो बस्ने र हरेक एक्टिभिटिजहरू हरेक कुराहरूमा चाहिँ धेरै सहयोग गर्नुभयो त्यसको लागि हामी यो उहाँ लेकबेसी वार्ड नम्बर 5 का वडा अध्यक्ष लगायत त्यो समुदायलाई हाम्रो तर्फबाट विशेष धन्यवाद दिन चाहन्छौँ र बालबालिकाहरूले पक्कै पनि धेरै कुराहरू रहनसहन विभिन्न कुराहरू चाहिँ सिकेर आएका छन् जसले चाहिँ बालबालिकाहरूको व्यावहारिक ज्ञान उनीहरूले जीवनलाई बुझ्ने जीवनलाई अनुभूति गर्ने कुराहरूको सिकाइ भएको छ र आज हामी अन्तिम दिन समापन सकेर दशरथपुरमा आएर हामी खाना खाँदैछौँ र यसपछि हामी आफ्नो घरमा चाहिँ पुग्नेछौँ र यसमा यस परियोजनामा डाइरेक्टली इन्डाइरेक्टली सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तित्वहरूलाई हामी विशेष धन्यवाद दिन चाहन्छौँ। थ्याङ्क यू।